हेलो सेवा नमस्ते हजुरहरू सबैजनालाई। हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु र हजुरहरू सुस्त रहनुहोस्, व्यस्त रहनुहोस् र म पनि सुस्त र व्यस्तका साथ हजुरहरूलाई मेरो नयाँ दिनको नयाँ सुरुवातका साथ हजुरहरूलाई पनि वेलकम गरे स्वागत मेरो भिडियोमा। हजुरहरू सबैजना सन्चै आराम कुशलै हुनुहुन्छ होला। म चाहिँ लाइकको रिक्वेस्ट गरिसकेको छु, हजुरहरूले लाइक गर्न चाहिँ नभुल्नु होला है त। आज हाम्रो परिकार छ है साथीहरू, बनाउँदैछु म चाहिँ। अब धेरै भयो आजको हाम्रो खाजामा यो छ। हेलो साथीहरू, फेरि पनि हजुरहरूलाई मैले स्वागत गरेँ हाम्रो भिडियोमा। आज चाहिँ हाम्रो खाजामा रहेको छ पोर्कको के भन्छ रोस्ट, टुप्याम चाउचाउ, अचार, त्यसपछि चिसो, काँक्रा। कति काम मात्रै गर्ने त, कहिलेकाहीँ त यसरी सबैजना बसेर होइन मिठो मिठो बनाएर खाऊँ न त भनेर आज चाहिँ हामी सबैजना मिलेर खान लागेको छौँ है त। साथीहरू हेर्दै जानु होला। म यति पर्खेँ कसैलाई रन पऱ्यो होइन कि आज फेरि ऊ पनि भयो कि त्यो मासु भुट्नु खाऊ न आफ्नो भागमा आएको अचार खाने सुसेर खाँदैन दिएर यहाँ पनि नुन लाग्छ नि त। तपाईँ नि भोकाले साह्रो पर्नु होइन। लु दुईवटा छुटेर हातखुट्टा नलागेर कुदेर आएको भारी बल्ल बोकेर थुपाएर अघि नै त भुजाएर खाउँ है, चिसो पनि तिमीहरू खाएर खाऊ, म त रक्ति खान्छ भने बुढियालाई भोक लागेछ त ल्याउ न, लिएर बनाएको भन्दो रहेछ। आएन होइन आएन र त आज गर्नु भनेको जहाँ आएन। अब होस् मेरो खुसी तपाईँहरूको ऊ लगेर तसल लगेर बस्छ जानु भएन यात्रामा उम्लेर जान्छ नि त, ठुलै राम्रो ठुलै राम्रो हुन्छ। मैले त त्यही सारमा नै बस्छ बाजे तपाईँहरूको त भुक्क भएछ बाहिरको। हाम्रो त भरिको छ त्यहाँ ऊ पानी नै उम्लिने कसले ठाउँ बस्छ आफ्नो आफ्नो गरेको। मैले त उसलाई बोलाएर सिमेन्टमा भनेको उसलाई फेरि पनि मेरो भिडियोमा स्वागत गरेँ। हजुरहरूलाई म किन आएको भन्दा मैले भिडियो इन गरेकै छुइनँ, त्यही भएर इन्ट गर्नको लागि चाहिँ म फेरि पनि मेरो भिडियोमा म आएँ हजुरहरूलाई स्वागत गर्नको लागि। साथी हेरेर चाहिँ हजुरहरूले प्लिज लाइक र सब्सक्राइब गर्नु चाहिँ नभन्नु न ल साथीहरू। र जतिजनाले हेरिराख्नु भएको छ उहाँहरूलाई धेरै धेरै धन्यवाद, सेवा हौवा भन्न चाहन्छु। र नहेर्नु भएकोहरूले पनि हेरिदिनु होला मेरो भिडियो के कस्तो लाग्छ। अनि हजुरहरूले प्लिज कमेन्ट पनि गरिदिनुहोस् न ल, किनकि मलाई भिडियोमा मेरो के कमजोरी छ त, के कति कमजोरी छ र कसरी बनाउँदा राम्रो हुन्छ, के गरी बनाउँदा मैले भिडियो बनाउँदा राम्रो हुन्छ, त्यसको लागि मलाई सपोर्ट मिल्ने छ। हजुरहरूले कमेन्ट गर्नुभयो भने
त्यही भएर हजुरहरूले कमेन्ट पनि गर्नु सक्नुहुनेछ। यदि राम्रो लाग्यो भने त अवश्य पनि म खुसी हुने नै छु होइन। किनकि भर्खर भर्खर भिडियो गरेको, त्यही भएर मलाई आउँदैन, भर्खर भर्खर सिक्दैछु कि म भिडियो बनाउनु। तर पनि साथीहरू हजुरहरूले कमेन्ट चाहिँ गरिदिनु भयो भने मलाई एकदमै 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 सहयोग मिल्नेछ। किनकि मेरो भिडियो के कस्तो छ त कमेन्टको पनि धेरै आवश्यक छ है साथीहरू। यदि हजुरहरूले कमेन्ट गरिदिनु भयो भने, यदि साथीहरूले मलाई भिडियो हेरेर चाहिँ कमेन्ट गरिदिनु भयो भनेदेखि चाहिँ मैले जति पनि मेरो कमी कमजोरीहरूलाई मैले सुधार्ने मौका पाउँछु। हजुरहरूले भनिदिनु भयो भने मलाई एकदमै सजिलो हुन्छ भिडियो बनाउन, कसरी बनाउने, के गरी बनाउने, के गर्दा राम्रो हुन्छ त भन्ने कुराहरू मलाई एकदमै के अरे जरुरत छ कि तपाईँहरूको कमेन्टको पनि। त्यही भएर म लाइकको पनि आशा गर्छु, सब्सक्राइबको पनि आशा गर्छु र कमेन्टको पनि आशा गर्छु है साथीहरू। यो कुरा चाहिँ नभुलिदिनुहोस् ल। आजको भिडियोबाट म ओझेलपन चाहिँ फेरि पनि यस्तै यस्तै नयाँ भिडियोहरू लिएर हजुरहरूको सामुन्ने उपस्थित हुने नै छु। त्यतिन्जेलको लागि हजुरहरूबाट बिदा हुँदै हस्त बाई बाई भन्दै अब है त साथीहरू।